केही हुँदैन यतिकै यहीदेखि यसरी हात मात्र घुमाउ न नघुमाउँदा पनि हुन्छ बिस्तारै घुमायो भनेर घुमाउ फेरि चोट लाग्यो त लाग्यो पकडाउने के तारा एक राउन्ड भयो 7 चोटी हो कि 3 चोटी बिचरा कस्तो अप्ठ्यारो ठाउँमा राख्नु भएछ तिमीले राखेर त्यो कुनामा लगाएर मैले लेमन लगाएर ए दुई चोटी भएन दुईचोटी भयो 3 चोटी हैन र अब एक चोटी हो नि अब एकचोटि तिमी दुई पल्ट चाहिँ घुमिसक्यो यो चाहिँ थर्ड राउन्ड ल ल ल ल होइन थर्ड हो किनभने दुईचोटि तिनचोटि ठोकिनु भयो नि त त्यसले पनि छ फुल राखेर फुलले के त्यतिकै खाली गर्न मिल्दैन अब चुवाए जस्तो गर एक दुई थोपा कति कति चिप्लेर लड्यो भने अर्को टेन्सन हुँदैन एक दुई थोपा विधि कुरा मात्र हो म पनि तेलले त छेकेको थिएँ थाहा थिएन पानीले तेलले छेक्छ अनि त्यसपछि खै सबै नियम पनि कता कता फरक हुने कि हाम्रो चाहिँ त्यो पानीले मात्र छेकेर तेलले चाहिँ उ त्यो बिमिरोहरूलाई मात्र गर्थ्यौँ बिमिरोले मात्र गर्थ्यौँ के हुँदैन लड्न चाहिँ भएन सबैलाई लगाइदेऊ चिल्लो बनाइदेऊ अब यहाँ अनि त्यस पछाडि चाहिँ अब ओखरलाई फुटाएर अनि त्यसपछि ढोका लगाइदिनुपर्छ नि भित्रबाट होइन बाहिरबाटै बाहिरबाट फुटाएर नि फालिदिनुपर्छ भित्र बाहिर होइन होइन त्यही बाहिरै जानु न तपाईँ हेरेन देखेन उता हेर्नु हुँदैन यो उता ल ल पक्नै ल तर यो पर्दा लाएर राम्रो देखिँदो रहेछ हौ भिडियो त तपाईँकोमा चाहिँ के हुन्छ थाहा छैन पर्दा यत्तिकै लगाइदिउँ ल हो अब त्यो मोबाइलको त्यो सिराइतिर राख न त्यहाँ ल्याइ कि उताबाट राख न त्यहाँबाट त आइरहेको छ त भिडियो हेर न फेरि यतैबाट राम्रो आउँछ नि त आउँछ के किन नआउनु आयो ल म आउँछु क्या हेलो अलिक मजाले मसाज गर्नु पर्यो रोल परेन एकैछिन यो त भिजाउनु पर्दैन नि त सेतो त साधारण हो नि
यो टुक्न चाहिँ आइटिपट्टि माथि लाग्नुपर्छ हामी एउटै हो एउटा मुटु तर सेतो अझै अघि थियो नि अझै धेरै त्यो पिठोको गर्दा हुन्थ्यो क्या मतलब विशेष चामल पिठो हो नि भयो भयो खाँसीकै छैन सबै डुवामा आउँछ भयो लागेन डुवामा सफा उता पछाडिको डन्डीले गर्नु न उसलाई त पुग्यो पुगेन अहिले छ त सेतो त्यहाँ म लिएर आउँला नि त लगाइदिउँला ल्याउनु हुन्छ जोसित लिएर जानु उद्या छ चामल त्यो दराजमा छ आज त मैयाको दिन पर्छ क्या हामी उठेर हेर्नु त अलिकति ह्यान्डसम भएर बस्नु पऱ्यो नि त मैले रोटी पकाउनु ए त्यो हिजोको मिसेको के मिसेको छ त्यहाँ त चिनी सिनी मिसाएको छ अर्को पिठो छ त्यहाँ कहाँ छ भन्यो चामलको पिठो भेट्नु भएन चामलको पिठो चाहिएको मया कुनमा त्यो दराज खोल्नु होइन फ्रिज छेउको दराज खोल्नु होइन अनि जाऊ लिएर बिचको माने त्यो प्लेन वाला चाहिँ ल्याऊ फेरि कोर्स नल्याऊ फ्लोर कोर्स छ अर्को फाइन वाला चाहिँ मयाले बिचाराले यत्रो किन लिएर आउनु भएको के स्टुडेन्ट मान्छेले के भयो देखिन क्या तिहारको दिन यहाँ होला नै खान मन लागिसक्यो कतिजना तनाव दियो बिचरा मैयालाई टेन्सन गर्दैन अब चाहिँ गजब हुन्छ औँलाले यसो यसो गरेँ भनेको त नानीले यस्तो मान्छे खोजेँ कि मैले भनेको नमान्ने मान्छेलाई चाहिँ फेरि सप्तरङ्गी एक ठाउँ भयो तर फेरि अलिक साह्रो भयो अर्को युज गरेर खान्छ त्यो रातो हुन्छ हुन्छ लिएर आउँछु अर्को त्यो यो ल्याउनु पऱ्यो मेरो निधारको सेतै सुको पानी हाल्नुपर्छ अलिकति कलर टाँसिनाले त्यस्तै हुन्छ यो सेतो त्यस्तै हुन्छ है अलिकति यो भयो क्या हातले लाग्यो पकाउँछ यो फुलको डन्डाले लाग्यो फुलको डन्डाले हो कालो लगाएर चाहिँ एकदम राम्रो लाग्छ यस्तो छ त नि यस्तो त हुँदैन हुन्छ अब त्यसलाई निचोर सट्ट लाग्यो त एकदम गजबले लाग्छ त्यसले हो बाबा लगाइदिनु बाहिर टिका लगाइदिनु सक्नु पर्छ होला नि
माया फुलमा सक्यो त पदार्थ नि अन्त त्यो निदा राति बाँकी हो फेरि कन्टिन्यू फेरि त्यहाँ मास्तिर फेरि कन्टिन्यू त्यही गर्दिन गरिदिनु अनि सेतो भएको अलिकति छोडिदिनु बिचबाट सेतो छोडिदिनु माथिकोमा लगाइदिनु कि चुरमा माथि छ सेतो सुक्छ र सत्यनाश हजुर त पुग्छ ठ्याक्क मलाई चाहिँ यति लामो सेतो हाल्दै तपाईँको लामो छ नि त निकाली होइन भाउजूको तर टिका सामान सिल्भर छ स्पेस पनि छ चिरुमुरु खाना मलाई भने ए हाम्रो त भातै बसाउने बिर्सेछ अहिले बसाउन चुरमुरे हालेको होइन प्याकमा राम्रो त टल्क्यो अब माला माला सुरुमा कालमा लगाइदिन्छु हेर अतालिएको डल्ली हामीले त मैयालाई फुल माला किनेन नि त मलाई हामी त लाउँदिनौँ नि त त्यही पनि हो केसरी लगाएर किचनमा त के लगाइदिने यो हो नि त फुलको माला त ए मैयालाई फुल टाउको लगाइदिने त्यो खुवाइदिनु पर्छ हुन्छ मिठाई ए छोडा त त्यो हात यो चुरमुर रहेछ टिस्यु ल हातै मैयालाई यत्रो केटाकेटी मान्छे केटाकेटी मैया 18 वर्ष पुगिसक्यो केटाकेटी भन्ने हो कि नै मैया म भन्दा ठुलो भइसक्यो म त गरे म त ल मैया पिटिक्क गरिदिनु मिठो खायो अफि तपाईँ ल्याए जस्तो भइरहेको ए अब मैयालाई टिका लगाइदिने हो हामी तपाईँ सेतो लगाइदिनु म त्यसमै मिक्स म सबै लगाइदिनु तिमीले रातो मात्र लगाइदिनु मैले यो लगाइदिनु भन्दा नि त उसले ए सिन्दुर भयो त्यही पनि तिहारको टिका लगाउनु हुन्छ भने त्यही पनि 10 कतिवटा ठुलो लगाइदिनु कि सानो लगाइदिनु मिलाएर सानो मैयालाई के भन्छ राम्रो टिका लगाएर फोटो खिच्ने भिडियो बनाउने टिका लगाइदिनु भयो धेरै लामो नबनाइदिनु कि भयो टिका हो आजै त लाउने ठिकै त भएन ठिकै छ त कस्तो प्यारी देखिएको छ मिया प्यारी ज्ञानी हुनु धेरै पढ्नु सधैँभरि यसरी नै भाइ टिका लगाउन पाइयोस् अनि के भन्नु र दायाँ
खुल्ला छ तिम्रो लागि। केही भयो समस्या पर्यो 1 भने 2 भन्नु। 3 4 5 6 अनि जुलमुल सुता 7 ठ्याक्क भयो है। केही पर्यो अरे भने दाइ भन्नु, फोन गर्नु, आउनलाई टाढा नसम्झिनु। अरू भन्ने यस्तै छ विदेशको ठाउँमा। ज्ञानी चाहिँ ज्ञानी हुनु, खटाइ भयो भने चाहिँ तपाईँ पनि लगाइदिनु न जुलमुल। आँखा चिम्लेर यसो गर। सबै खनाइदिनु भयो नाक भरि। अनि यस्तो राम्रो मान्छेलाई यसो लगाइदिनु भयो ल। अब टिका हाम्रो फुल यहाँ फुल सरी म यहाँ मलाई किन ला यो नगरिकन भान्डो त पर्छ पर्दैन नि त हामीले टाउमा लाग्यो ज्ञानी हुनु पैसा हरायो नि त ला पैसा हरायो ए हुँदैन हौ खुट्टा होइन हुन्छ त हुँदैन ढोक्दैन थाहा नै छैन मलाई त के हो बुढीले ढोल्दिन्छ जसको भने नाले हेर्नु बुढीलाई अब बाई बाई हाम्रो तिहार सकियो हाम्रो मैयाले फोटोहरू आउन बाँकी छ म त देखेँ त्यो देख्छन् भनेर मलाई टिका लाउनु देखेँ अनि हामीले त मैयालाई खुवाइदिन नि त नि मैयालाई लाडु के खाना बनाइरहेको थिएँ कि मैले ए मिठो भएको छ मिठो छ हामीले चाहिँ मिठो नखाने खै तपाईँको पनि अफ गर्नु न क्यामेरा